Honorले रिसेन्टली भट्टाभट फोनहरू लन्च गर्न थालेको छ जसमा सबभन्दा रिसेन्ट लन्च रहेको छ Honor 600 Lite। अब यो फोन चाहिँ अब हाम्रो 600 सिरिजको सबभन्दा लोएस्ट भेरिएन्ट भयो हैन। अनि 600 सिरिज चाहिँ Honorको पपुलर 400 सिरिजको सक्सेसर हो। सो 200 400 गर्दै 600 भएको छ है। अनि 400 सिरिजको लन्च चाहिँ Honorले सगरमाथाको माउन्टेन फ्लाइटमा गरेको थियो के, जहाँ चाहिँ उसले 400 Lite 400 अनि 400 Pro गरेर तीनटा फोनहरू लन्च गरेको थियो। जे होस् क्रेजी लन्च इभेन्ट थियो के। तर यसपालि भने Honorले त्यस्तो लन्च इभेन्टहरु केही पनि नगरिकन Honor 600 Lite चाहिँ सटक्क लाएर लन्च गरेको छ। यस 600 Lite मात्रै, अब स्ट्यान्डर्ड र प्रो भेरिएन्ट पनि आउन चाहिँ आउँछ रे, तर पछि मात्रै। सो यो भिडियोमा चाहिँ हामी Honor 600 Lite मा फोकस गर्ने छौं। यसको डिजाइन देखि लिएर डिस्प्ले परफर्मेन्स सबै कुरा चाहिँ हामी यो भिडियोमा डिस्कस गर्ने छौं। आई एम राइजल टन्डुका एन्ड यु वाचिङ टेकलेक। त सबभन्दा सुरुमा चाहिँ यो फोनको डिजाइनबाट सुरु गरौँ है। सबभन्दा अभियस कुरा चाहिँ स्किप गरौँ होला है। यो फोनको डिजाइन एस्पेक्टमा सबभन्दा इन्ट्रेस्टिङ कुराबाट सुरु गरौँ है। त्यो चाहिँ भनेको चाहिँ यसको मेटल फ्रेम हो। यसमा चाहिँ हामीले एल्युमिनियमको च्यासी पाउँछौँ, विच इज सरप्राइजिङली रेयर फर अ मिड रेन्ज फोन के है। अनि त्यसले गर्दाखेरि चाहिँ इन ह्यान्ड फिलहरू चाहिँ राम्रो छ यो फोनको। त्यसै गरी यो पछाडिको ब्याक प्यानल पनि हेर्दाखेरि ग्लास जस्तो नै छ, तर हुन चाहिँ प्लास्टिकको हो। अनि यो क्यामेरा आइल्यान्ड पनि प्लास्टिकको नै छ है, जुन चाहिँ मलाई युनिक खालको लाग्यो हैन। अब ओभरअलमा डिजाइनमा त्यस्तो मेजर कमेन्ट्स चाहिँ केही पनि छैन है। अनि डिस्प्ले इज प्रिटी गुड टु हैन। अब यसमा हामीले 1.5K रेजोल्युसनको एमोलेड स्क्रिन पाउँछौँ विथ मिनिमल बेजल्स। त्यस्तो मेजर कमेन्ट्स चाहिँ केही पनि छैन डिस्प्लेमा पनि। अब भन्ने नै हो भने यो फोनमा चाहिँ हामीले त्यस्तो गोरिल्ला ग्लासहरू चाहिँ केही पनि पाउँदैनौँ है। एकदमै नर्मल ग्लास छ, जसले गर्दाखेरि चाहिँ अब यो Honorको नर्मली हुन्छ नि त्यो एउटा अलि टफ फोन पर्सना चाहिँ त्यसमा चाहिँ अलिकति हेल्प गर्दैन यसले चाहिँ। पर्फर्मेन्सको कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले यसमा MediaTekको Dimensity 7100 भन्ने चिपसेट पाउँछौँ, जुन चाहिँ अघिल्लो इटरेसनमा भएको 7025 भन्दा चाहिँ बेटर हो। तर 7100 हामीले देख्दै नदेखेको चिपसेट भने होइन है। हामीले फर्स्टमा यो चिपसेट चाहिँ इन्फिनिक्सको नोट एजमा देखेको थियौँ, त्यसपछि चाहिँ टेक्नो पोभा कर्भ 2 मा पनि यही चिपसेट आएको थियो। अनि यदि तपाईलाई चाहिँ यो दुईटा फोनहरूको चाहिँ रिभ्यू हेर्न मन छ भने तपाईले यता माथितिर यो दुईटै भिडियोको लिंक चाहिँ पप भइसकेको देखिसक्नु भयो होला। अब जे होस्, अब पर्फर्मेन्सको कुरा गर्ने हो भने चाहिँ अब पहिल्यै देखिसकेको चिपसेट भएकोले चाहिँ हामीले यसको पर्फर्मेन्स के कतिको छ भनेर चाहिँ राम्रै अड्कल चाहिँ अलरेडी थियो है। र त्यही अनुसार यो फोनको बेन्चमार्कहरू अरु D7100 फोनहरूको लेभलमा नै छ। गेमिङको केसमा पनि सिमिलर नै छ। हामीले PUBG मा स्मुथ ग्राफिक्स र एक्सट्रिम फ्रेम रेटमा राखेर खेल्दा 59.5 को एभरेज FPS पायौँ भने गेन्सिनमा चाहिँ हाइएस्ट ग्राफिक्स अनि 60 FPS मा राख्दा 32.9 को एभरेज स्मुथनेस पायौँ, जुन इन्फिनिक्स नोट एज को भन्दा अझै बेटर हो। अनि यदि तपाईले चाहिँ हाम्रो इन्फिनिक्स नोट एज को रिभ्यू भिडियो हेर्नुभयो भने तपाईले थाहा छ होला कि त्यो फोनको चाहिँ गेमिङ पर्फर्मेन्स चाहिँ सरप्राइजिङली राम्रो थियो के। सो अब सेम लेभलको पर्फर्मेन्स चाहिँ Honor 600 लाइटले दिइरहेको छ, राम्रै त होला नि भन्ने लाग्न सक्छ। तर Honor 600 लाइटलाई चाहिँ हामीले अलिकति हायर स्ट्यान्डर्डमा ट्रिट गर्नुपर्ने हुन्छ के, किन भन्दाखेरि यो फोनको प्राइसले गर्दा। Honor 600 लाइटको 60,000 रुपैयाँ पर्छ 8256GB भेरिएन्टको लागि है। अनि हामीले चाहिँ अब टेक्नो र इन्फिनिक्सको सेम भेरिएन्टको प्राइस हेर्ने हो भने चाहिँ 48,000 रुपैयाँतिर पाइराखिएको छ के। सो Honor 600 लाइटले चाहिँ तपाईले 60,000 चार्ज गरेर पर्फर्मेन्स चाहिँ त्यही 50,000 वरिपरिको फोनहरू जतिको मात्रै दिइरहेको छ हैन। अब हामीले Honor 600 लाइट चाहिँ 60-65,000 को अरू फोनहरूसँग कम्पेयर गर्ने हो भने चाहिँ Honor रियली स्ट्रगल्स टु किप अप के। अब यस्तो कन्डिसनमा चाहिँ यो फोनले अरू कुनै एरियामा चाहिँ बेटर पर्फर्म गर्छ भने चाहिँ चित्त बुझाउन सकिन्छ नर्मल्ली हैन। अब Honor 600 लाइटमा चाहिँ त्यस्तो रिडिमिङ एरिया कुनै छ कि, क्यामेरा हुन सक्छ। अब 16 मेगापिक्सलको सेल्फी अनि मात्र 5 मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरालाई हेरेर त्यस्तो त लाग्दैन, तर मेन क्यामेराको 108 मेगापिक्सलको ठुलो नम्बर देख्दा चाहिँ केही होला कि जस्तो लाग्छ। अनि फोटोजहरू राम्रै नै देखिन्छ, डिटेल्सहरू पनि ठिकैको नै प्रिजर्भ गर्छ। त्यस्तो एकदमै क्रिस्टल क्लियर चाहिँ छैन, बट फोटोमा टेक्स्टहरू छ भने चाहिँ बुझ्न सकिने सम्मको चाहिँ देखिन्छ। हाउएभर भेरिङ लाइट कन्डिसनमा मलाई फोनले अलिकति स्ट्रगल गरेको जस्तो चाहिँ फिल भयो। वेदर अलिकति ग्लुमी भएको अवस्थामा फोटोहरू अलि अन्डर एक्सपोज र कन्ट्रास्टी निस्किन्छ भने मस्त घाम लागेको बेलामा चाहिँ फोटोहरू अलि ओभर एक्सपोज हुन सक्छ। त्यसै गरी Honorले यो फोनमा 2x र 3x टप पनि अफर गरिरहेको छ क्यामेरा युआईमा बाइ डिफल्ट, जुन भनेको डिजिटल जुम मात्रै हो र रिजल्ट्स पनि त्यही अनुसारको मात्रै छ। यसो हेर्दा ठिकठाकै देखिन्छ, तर जुम गर्ने हो भने डिटेल्स अलिक के देखिन्छ। अनि डिजिटल जुम नै भए पनि डिफ्रेन्ट स्टप्सहरूमा फोटोहरू चाहिँ निकै डिफ्रेन्ट देखिन सक्छ है। अनि अल्ट्रा वाइड क्यामेरा 5 मेगापिक्सल मात्र भए पनि रिजल्ट्स लुक प्रिटी डिसेन्ट है। अलिकति डिस्टोर्सन्स भने डेफिनेटली नोटिस हुन्छ। फोनको पोर्ट्रेटहरू पनि ठिकै लाग्यो, ब्याकग्राउन्ड ब्लरहरू डिसेन्ट नै लाग्यो इभन इन नाइट टाइम कन्डिसन्स।
तर कहिलेकाहीँ सब्जेक्टमा फोकस गर्न चाहिँ अप्ठ्यारो मानेको फिल भयो मलाई अनि कहीँ कतै गोस्टिङ इफेक्टहरू पनि देख्न सकिन्छ सेल्फिजको कुरा गर्नुपर्दा चाहिँ कलरहरू राम्रो देखिन्छ हाउएभर डिटेल्सहरू एभरेज मात्र छ ओभरअलमा फोटोज गुड नै देखिन्छ भिडियोको कुरा गर्नुपर्दा चाहिँ Honor 600 लाइटको फुटेजहरू त्यस्तो इम्प्रेसिभ लाग्दैन अनि स्टेबलाइजेसन पनि छैन यो फोनमा सो फुटेजहरू चाहिँ सेकी आउँछ तर भिडियोग्राफीसँग रिलेटेड यो फोनमा मलाई सबैभन्दा सरप्राइजिङ कुरा चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ यो फोनले हामीलाई 1080p 30 fps सम्म मात्र रेकर्ड गर्न दिन्छ के अब 60,000 को प्राइसमा आएर 4K अप्सन नै नदिनु चाहिँ मलाई अलमोस्ट क्रिमिनल नै लाग्यो है अब अघि मैले यो फोनको पर्फर्मेन्स कम्पेयर गरेको टेक्नो पोभा कर्भ 2 अनि इन्फिनिक्स नोट एज जस्तो फोनहरूले 4K अप्सन नदिए पनि एटलिस्ट 1440p सम्मको अप्सन चाहिँ दिन्छ विच इज बेटर देन 1080p अन द Honor 600 लाइट होइन अब त्यसै गरिकन अर्को कुरा चाहिँ के भन्दाखेरि अब 1080p मा नै क्याप गर्ने भए पनि एटलिस्ट 60 fps को अप्सन चाहिँ दिनुपर्ने थियो क्या Honorले अनि यस्तो अमिसन्सहरू चाहिँ Honorले किन गरेको भनेर मैले अलि सेन्स चाहिँ बनाउन सकिनँ है स्पेसली सिन्स अब Honorको 100 सिरिजको फोनहरूले चाहिँ हामीले एक लेभलमा क्यामेरा फोनको रूपमा लिने गर्छौँ होइन अनि एउटा अब क्यामेरा सेन्ट्रिक फोन भइसकेपछि क्यामेरामै यस्तो कम्प्रोमाइजेस चाहिँ अलि जस ओभरअलमा चाहिँ अब Honor 600 लाइटको फोटोहरू चाहिँ डिसेन्ट ठिकठाकै मात्रै छ होइन अनि क्यामेरालाई चाहिँ अब Honor 600 को त्यो रिडिमिङ एरिया भनेर चाहिँ भनिहाल्न चाहिँ मिल्दैन त्यसै गरी यता साइडमा चाहिँ क्यामेरा कन्ट्रोल बटन पनि छ यस Honorले चाहिँ क्यामेरा कन्ट्रोल बटन नै भन्दैछ जुन चाहिँ I mean whatever at this point. Battery however is pretty good at 6520 mAh है अब यो फोन चाहिँ मलाई त्यस्तो चार्ज गरेको त्यस्तो साह्रो याद चाहिँ छैन है अनि चार्जिङको कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले 45 वाटको मात्रै सपोर्ट पाउँछौँ यसमा जुन चाहिँ अझै अलिकति फास्ट भइदिएको भए त बेटर हुन्थ्यो तर त्यस्तो धेरै चार्ज गर्न नपर्ने भइसकेपछि 45 वाट पनि त्यस्तो माइन्ड चाहिँ गरिदिएँ मैले एज फर सफ्टवेयर हामीले यसमा Magic OS 10 पाउँछौँ Android 16 मा बेस्ट भएको है अनि यसमा चाहिँ Honorले 6 वर्षको अपडेट दिँदै Samsungको अपडेट प्रमिसेसलाई म्याच गरेको छ विच इज अति नै इम्प्रेसिभ है अनि सफ्टवेयर चाहिँ यो फोनको वान अफ द बेटर थिङ्स पनि हो ल अब लास्टमा सबै कुरा मिलाएर भन्नुपर्दाखेरि कस्तो छ त यो फोन मलाई चाहिँ त्यस्तो इम्प्रेसिभ लागेन है इभन दो यो फोनमा त्यस्तो इनहेरेन्टली रङ केही पनि छैन है अब यो फोनलाई चाहिँ मैले अघि अब लोवर प्राइस पोइन्टको फोनहरूसँग कम्पेयर गरिसकेँ एन्ड अनेस्टली भन्नुपर्दाखेरि चाहिँ यो फोन पनि त्यही प्राइस पोइन्टतिर लन्च भएको भए चाहिँ बेटर हुन्थ्यो त्यसै गरी हामीले 60,000 कै प्राइस पोइन्टमा हेर्ने हो भने पनि वी हेभ भेरी गुड फोन्स के होइन पोकोको X7 Pro X8 Pro सिमिलर प्राइस रेन्जमा आउँछ अनि त्यो फोनहरूको पर्फर्मेन्स चाहिँ नेक्स्ट लेभलमा छ देन वी हेभ नथिङ 4a है जसको क्यामेरा पर्फर्मेन्स त नेक्स्ट लेभलमा छ नै पर्फर्मेन्स पनि Honor 600 लाइटको भन्दा बेटर छ क्या त्यस्तै इन्फिनिक्स नोट 60 प्रो पनि छ होइन त्यो फोनको पनि पर्फर्मेन्स त यो फोनभन्दा बेटर त छ नै अब त्यो बाहेक अरू कस्तो कोर्की फिचरहरू पनि पाउँछ क्या त्यो फोनमा चाहिँ अनि त्यो फोनले चाहिँ अनि आइफोन जस्तो देखिनुमा यो फोनलाई नि बिट गरिदिन्छ क्या अब कम्पनीले चाहिँ यो फोनसँगै 16,000 को वाच पनि फ्रीमा चाहिँ दिइरहेको थियो त्यो हेर्दाखेरि चाहिँ यो फोन ठिकै लाग्न सक्छ तर अब लिमिटेड टाइम अफरलाई चाहिँ हामीले अलि एब्सोल्युट जसरी चाहिँ ट्रिट गर्न सक्दैनौँ कि त्यसले गर्दाखेरि चाहिँ Honor 600 लाइट 60,000 को प्राइस पोइन्टमा चाहिँ त्यस्तो स्ट्यान्ड आउट हुन नसकेको अवस्था छ अनि यदि तपाईँले चाहिँ 60,000 के प्राइस पोइन्टको अरू फोनहरूको नि रिभ्यू हेर्न मन छ भने इन्फिनिक्स नोट 60 प्रोको भिडियो चाहिँ तपाईँले यहाँ पाउन सक्नुहुन्छ भने नथिङ फोन 4a को भिडियो चाहिँ यतापट्टि छ है अनि जाँदा जाँदा हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला वी आर भेरी क्लोज टु रिचिङ 100,000 सब्सक्राइबर्स सो सब्सक्राइब गर्नुहोस् एन्ड थ्याङ्क यू फर वाचिङ सी यु अन नेक्स्ट वन Take leg.